मान्छेले के गरेर के सोचेर आयो हुन्छ भने थाहा होइन मान्छेले यस्तो बेलामा खानु मन लाग्छ चिज पाएको अनि भन्नु त अनि के चाहियो माग्नु पर्यो नि त के हो र तिमीले पनि मागे हौ बुढामा यो चाहियो त्यो चाहियो भन्नु मागे कहिले मागेन र कहिले माग्छु अनि भन्न जहिले झगडा गर्नु जहिले झगडा अलिकति बिरामी भएको एक दिनमा त अलिकति राम्रोसँग बोल बुढासँग जहिले झगडा के खान मन लाग्छ त्यो भन्ने हो नि त आफूले बुढा मलाई यो चाहियो त्यो चाहियो भनेर हाई कस्तो भयो आज कस्तो भयो स्कुल तिम्रो गाडी देखेको रे आज हो ए कहाँ थियो नि ए हो र ल हक गर बहिनीले हक गर्ने सो त्यो गाई चाहिँ एलेक्स आइसकेको छ स्कुलबाट कति चाँडै आइसक्यो आज त म त यति चाँडै आइपुग्छ जस्तो लाग्छ तर आज एकदमै